आनन्दको स्वरूप पनि स्वयं आनन्दकै अनुभूति रहेछ। जीवन भन्नु चिन्ता, चिन्तन र चैतन्यको श्रृङ्खला। चिन्ताहरूको कोलाहल टेकेर चिन्तनको सुदीर्घ बाटो हुँदै चैतन्यको यात्रा लेखनको सार हो र जीवै छातुगिएको उज्यालो अंश लिएर दिव्य उज्यालोतिरको अन्तरयात्रामा नै मेरो अभिष्ट हो। आज म धन्य छु, धन्य धन्य छु। म प्रष्ट छु, म फुत्त आजै म भएको होइन। पुर्खा, पूर्वज र पौरस्त्य चिन्तनका समस्त सुधीजनका अथाह ज्ञान परम्परा, श्रुति स्मृति मार्फत लपक्क भिजेको लामो सभ्यता श्रृङ्खला र उहाँहरूकै दिनको राजमार्गमा थपक्क उभिएको एक पथिक हुँ म। आज यो भव्य समारोहमा यो सम्मान ग्रहण गरिरहँदा ती सबै अग्रजहरूप्रति नतमस्तक छु। ज्ञान परम्परा र वर्तमान हो। आज म बाँचेको युग सङ्गत विसङ्गतको दोसाँधमा छ। जीवनका आयाम र आयतन अनुत्तरित छन्। अन्योलपूर्ण उत्साह र उत्साहपूर्ण अन्योलको बीचबाट मान्छेको जीवन थरथराएको छन् धेरै धेरै प्राप्ति छन्। आविष्कार, प्रविधिको विस्तार, भौतिक विकास, विश्व सम्पर्क, उत्पादन, यान्त्रिक सुविधा आदि प्रशस्त छन्। तर पनि किन अन्तर उज्यालो हराउँदै गए झै लाग्छ? किन बाहिरी उज्यालोले आफै तिरमिराए झै लाग्छ? के हो यो, सार कि निस्सार? आफूभित्रको आफै किन हेर्दैन मान्छे? आफैभित्र के देखिन्छ, किन देखिन्छ र कसरी देखिन्छ? बाहिरी हेराइ बहुरूप र बहुकोणमा त छ, तर पनि मान्छेभित्रको स्वत्व, अविभाज्य र स्वाधीन अस्तित्व कहाँ छ? अन्तर स्वतन्त्रताको मूल धमिलिएको त छैन? मुहानको शान्ति खलबलिएको त छैन? लेख्नु भनेको यही स्वाधीन स्वत्वको पल्लो अभिव्यक्ति हो। लेख्नु भनेको निराशा बग्ने धमिलो नदीलाई शुद्ध र सङ्लो पार्नु। आज कहाँ पाउनु वेदका ऋचा लेखौँ जस्तो लाग्ने नदी किनार, समवेत स्वरमा देउराली गन्किने गायन कहाँ पाउनु? कहाँ पाउने लङ्गोटी कसेर खगोल अध्ययन गर्ने ज्योतिषबा? कहाँ पाउनु उही पवित्र स्वरमा टाढा कतै गुन्जिरहेको आत्मवत् सर्वभूतेषु यपश्यति स पण्डित? कतै कतै समय, हृदय र मान्छे आपसमा छुट्टिएर आफ्नै बाटोमा लागेका त होइनन्? आज आफ्नै कञ्चन रङमा फुलले हाँस्न सकेको छैन। हावा आफै गरुङ्गो जस्तो छ। मैले जस्ता छन् रुखहरू र हिमालहरू काला हुन थालेका छन्। सन्तुलन मान्छेमा पनि छैन र प्रकृतिमा पनि छैन। समय आफै समयहीन जस्तो लाग्छ। यी सबै कुराबाट एउटा कवि कसरी बेखबर हुन सक्छ? क्षमा गर्नुहोस्, यो निराशा होइन। म पुराना सन्दर्भतिर फर्कन खोजेको मात्रै हुँ। आफूले आफैलाई सम्झन खोजेको हुँ। षड्दर्शन, षड्शिक्षा